क्लासै नलिकन रेकर्ड आइहाल्छ ढुक्क भनेर बस्ने मान्छेलाई चाहिँ नर्थ वेस्ट यो चाहिँ साउथ वेस्ट बाल्कनी है साउथ वेस्ट बाल्कनीमा एउटै नम्बर हो लेन्थ तपाईँलाई थाहा भइहाल्यो भर्खर कति थियो अरे 15 फिट कि कति आएको थियो यार होइन 21 फिट 5 इन्च होइन 21.5 भनेको 21.416 ओके टकिङ अबाउट द्याट हाइट होइन 3 फिट लिनुहोस् अब बाँकी कुरा भनेको छँदैन छ बुझ्नुभयो तर नम्बर दुईटा लिनु बाहिर भित्र गरे 2 फेस लिनु पर्यो नि त अनि अर्को तपाईँको यसरी नै नर्थ इस्ट बाल्कनी लिँदै हुनुहुन्छ भने पनि सो फर्स्ट अफ अल यु हेभ टु फाइन्ड आउट नम्बर चाहिँ दुइटै भइहाल्यो लेन्थ चेन्ज हुन्छ हाइट त्यही भइहाल्यो कन्ट्रोल सी कन्ट्रोल बी अब यसको लेन्थ चेक गर्नको लागि यहाँ जानु यहाँनिर गएर पोली लाइनै कोरिदिए हुन्छ अझ सबभन्दा राम्रो डबल ए इन्टर ओ इन्टर तलपट्टि आयो 19 फिट 2 इन्च सकिहाल्यो होइन 19.167 होइन त यसरी लिँदा हुन्छ अनि कस्तो हुन्छ भन्दाखेरि कतिपय केसेसहरूमा चाहिँ है अब क्लासिकल बिल्डिङहरू बनाउँदाखेरि तपाईँलाई म यहाँ देखाउँछु यहाँ देख्छै पनि होला जस्तो न्यू क्लासिकल हाउस अब यो न्यू क्लासिकल हाउसको बारेमा कुरा गर्दाखेरि यो सबैभन्दा टप लेभलमा यदि के भन्दाखेरि ग्रेनाइटहरू लाउँदैन भने त्यो प्लास्टर गर्नुपर्छ कि त्यो एरियामा तर समस्या चाहिँ प्लास्टर गऱ्यो भने चर्किन्छ छिटो मेन्टेनेन्सको आवश्यकता पर्छ ग्रेनाइट लायो भने वर्षौँ जान्छ ढुङ्गा हो नि त होइन त्यो हिसाबले चाहिँ के बुझ्नु भने यस्तो प्यारापिटको लेभलमा प्यारापिट वालको लेभलमा यो लेभलमा तपाईँले के लाउने भन्ने क्वेसन आयो यदि होइन म ग्रेनाइट लाउँदैन भन्यो भने त्यहाँ पनि त प्लास्टर हुन्छ नि त फेरि बुझ्नुहुन्छ लेन्थ इन्टु चौडाइ गरेर फेरि त्यहाँ पनि प्लास्टर राख्नुपर्ने हुन्छ है अदरवाइज चाहिँ ग्रेनाइटकै कस्टमा आउँछ कि त्यो माथिको अब तपाईँले सिसा हालिदिनु भयो भने फेरि केही पनि हुने भएन होइन डिजाइनमा के छ भन्ने कुरा अब जस्तो तपाईँले यो सेन्ट्रल बिजनेस पार्कको हेरे जस्तै जति पनि सबै सिसै हालिदिनु भयो त प्यारापिटमा जता जतै सिसा हालिदिनु भने भ्याइयो के गर्नै पर्छ त्यही भएर त्यो डिजाइन वाइज बुझ्ने कुरा भयो है यो त्यसरी हिसाब गर्नु अब यो इन्टरनल यो प्लास्टर तपाईँले सिध्याउनु भइसक्यो हो भने चाहिँ पेन्टिङ चाहिँ धेरै सजिलो छ किन भनेर भन्दा सिलिङ बाहेकको कुरा है विदाउट फल सिलिङको केस गऱ्यो भने चाहिँ इन्टरनल प्लास्टर जहाँ जहाँ गर्नुभयो त्यही ठाउँमा इन्टरनल पेन्ट हुन्छ भित्तामा अब इन्टरनल वाल पुटिङ वर्क्सको बारेमा कुरा गऱ्यो भने तपाईँले याद गर्नु होला त्यो सबै यहीँ हुन्छ एरिया त्यही हुन्छ नो डाउट अब तपाईँले एउटा थप्नु भयो भने सिलिङ त्यो अब फल सिलिङ लगाएपछि अलि एरिया बढ्छ होइन नत्र एरिया सेम हुन्छ फल सिलिङको हिसाब नगरिकन गर्ने हो भने चाहिँ यहाँ इन्सर्ट गरेर एउटा भाग के हुन्छ भन्दाखेरि सिलिङ भनेर थपिदिनुहुन्छ सिलिङ अनि सिलिङ थपेपछि यहाँ राख्नु तपाईँलाई के चाहियो भन्दा एरिया चाहियो तपाईँलाई त्यही कोठाको एरिया चाहियो हो नि त जुन कोठा तपाईँ गेस्ट रुमको रूपमा प्रयोग गरिरहनु भएको थियो अहिले हामीले गेस्ट रुमकै निकालिरह हो नि त यसैको निकालिरह डबल ए इन्टर ओ इन्टर गरेर एरिया निकाल्यो भने सो यु हेभ द्याट एरिया 140.15 स्क्वायर फिट राइट तपाईँ यहाँ आउनुभयो यो ठाउँमा टकिङ अबाउट द्याट एरिया 140.15 स्क्वायर फिट यस कन्ट्रोल सी कन्ट्रोल बी लेखिदिनुहोस् टेकन एज के अरे स्क्वायर फिट सक्यो डिरेक्टली लिइदियो तपाईँले तर फल सिलिङ हाल्यो भने यो एरिया अलिक मिल्दैन है तपाईँले देखिहाल्नु हो यहाँ खण्ड खण्ड हुन्छ है सबै एरिया निकाल्नुपर्छ यो फेसहरू सबै आरएफटीमा जान्छ यो जो चाहिँ तपाईँले यो 1 फिट भन्दा सानो 10 इन्च 9 इन्च 4 इन्च 6 इन्च 5 इन्च जस्तो जति पनि बोर्डर आउँछ यस्तो सबै आरएफटीमा जान्छ आरएफटी भनेको रनिङ फिट स्क्वायर फिटमा क्वान्टिटी राख्ने तर रनिङ फिटमा नाप्ने भनेको मिनिङ के भने यो सबै नाप्दा यो 10 फिट ल मान्यो यो 15 गरेर 15 चौको 60 फिट हुन्छ भने 60 स्क्वायर फिट भन्ने लिने गर्छ कि कन्डिसन चाहिँ त्यो हो स्क्वायर फिट भनेको चाहिँ त्यस्तो होला के अरे रनिङ फिट भने
रनिङ फिटमा रूपमा लिएर स्क्वायर फिटमा तपाईँले क्वान्टिटी हाले अब किन त्यस्तो भन्दाखेरि त्यो एरिया चाहिँ अलिक टफ हुन्छ अरूभन्दा प्लास्टर गर्दा पनि यस्तो एजहरू बनाउँदाखेरि त्यस्तो हुन्छ कोप्लाहरूमा स्पेसली बिम र कोलुमको जोइन्टमा कोप्ला हुन्छ तपाईँले यहाँ हेर्नुभयो भने थाहा हुन्छ तर हामीले पेरिमिटर लिएको भएर हामीलाई मतलब भएन नत्र यस्तो कर्नरको हुन्छ नि यस्तो कर्नरको मात्रै लिनु पऱ्यो भने यो सबै आरएफटीमा जान्छ कि हामीले अहिले पेरिमिटर इन्टु हाइट गरिदियो होइन हामीले किन भन्दाखेरि क्वान्टिटी निकाल्न सजिलो होस् किन टाइम टेकिङ नत्र भने ग्रिड वाइज निकाल्नु पऱ्यो नि ए कोप्ला कोप्ला सुरुमा जान्दैन थिएँ मैले ठमेलमा काम गर्ने बेला होला पुरै पहिला पिलर सिलरको लियो पिलर पनि कति झन्झट यो एक्सटेरियर हो यति भएको इन्टेरियर हो अनि यो वालले छोपेको भएको प्लास्टरै हुँदैन अनि त्योमा पनि कन्सल्टेन्टले के भन्थ्यो नि होइन यो आरएफटीमा ल्याऊ भने उसले पनि भनेन कि यो सबै एरिया ल्याऊ भने अनि किन त्यस्तो गरे रहेछ भन्ने कुरामा चाहिँ पछि थाहा भयो क्वान्टिटी धेरै आउँदो रहेछ त्यही भएर ठेकदारले पहिलेदेखि छलिरहेको छ त्यो कन्सल्टेन्टलाई थाहै भयो उसलाई थाहा नै छैन अब यो मैले पछि आएर थाहा पाएँ 6-8 महिना 1 वर्ष काम गरेपछि बल्ल सेन्स बुझ्न थालेँ अनि अहिले चाहिँ हामीले वे अफ थिङ्किङ त यसरी पेरिमिटर इन्टु हाइट गर्नु र पार्टमा यो वालको फेस यो वालको फेस यो वालको फेस यो वालको फेस इन्टु हाइट अनि फेरि यो आरएफटीमा लिने यस्तो यस्तो कुराहरू लियो भने कुन क्वान्टिटी धेरै आउँछ भन्दा तपाईँलाई आरएफटी लिँदाखेरि धेरै क्वान्टिटी आउन सक्छ त्यही भएर अब त्यसरी चाहिँ ठेकदारहरूले क्वान्टिटी कहाँ बढाउन मिल्छ त्यसरी हेर्छ अब हामीले सजिलोको लागि पेरिमिटर इन्टु हाइट गर्यो तर अब तपाईँले त भोलिको दिनमा हाइट सरले त यस्तो मात्रै सिकाएको छ भनेर तपाईँ फेरि कहीँ गएर भन्नुभयो भने त त्यहाँ त लजिक चाहिँ कसरी लाउने भन्ने किनभने लुप होल हो नि त यो त यो किनभने तपाईँले कन्स्ट्रक्सन गर्ने बेलामा कन्स्ट्रक्सन गर्नुभन्दा पहिला जसरी यो इस्टिमेट गरिन्छ यो पार्ट अफ के हुन्छ भने हामी डब्लुबिएस भन्दैन प्रोजेक्ट म्यानेजमेन्ट हो क्या किनभने प्रोजेक्ट म्यानेजमेन्ट हुने मेन मेजर कुरा भनेको एउटा टाइम म्यानेजमेन्ट हुन्छ एउटा कस्ट म्यानेजमेन्ट अनि अर्को रिसोर्स म्यानेजमेन्ट अनि यसले के दिन्छ भनेर भन्दा यसले कस्ट पनि दिन्छ रिसोर्स पनि दिन्छ क्या यसले तर तपाईँले नपत्याएदेखि रेट एनालाइसिस गर्दाखेरि यो तपाईँले प्लास्टर गर्दाखेरि कति लाग्छ भनेर सोध्यो भने म्यान पावर धरि त्यहाँ रेट एनालाइसिस नाउँछ मेन्सन गर्दै हुन्छ भनेपछि त्यहाँ त मेटेरियल पनि त मेन्सन गरे हुन्छ नि त जस्तो प्लास्टर गरिरहेको छ भने तपाईँले 1:4 रेसियोमा तपाईँले प्लास्टर गरिरहनु भएको छ भने कति सिमेन्ट लाग्छ कति बालुवा लाग्छ त्यहाँ निकाल्नु पऱ्यो नि त होइन त्यो फ्रेक्सन त थाहा हुनु त्यही भएर रिसोर्स म्यानेजमेन्ट हुन्छ कस्ट म्यानेजमेन्ट हुन्छ यहाँबाट यसले टाइम म्यानेजमेन्टको कुरा पनि केही दिन्छ हेर्नु है जस्तो यो लुप होल दिन्न तर केही दिन्छ जस्तो इक्जाम्पलको लागि कस्तो हुन्छ भनेदेखि एक दिनमा एकजनाले यति काम गर्छ भनेको मतलब टाइमको पनि त कुरा आयो नि त त्यहाँ होइन यो त्यस्तो सपोर्ट गर्छ कि यसको भित्री गहिराइ बुझ्यो भने अस्ति म कहिले हो सिभिल गुरुजीमा एउटा इन्डियन पुरानो अब धेरै वर्ष पुरानो इन्जिनियरलाई इन्टरभ्यू लिन बोलाएर रहेछ क्या अनि उसले इन्टरभ्यू भन्नाले पोडकास्ट आजभोलि त पोडकास्ट चलन आएको छ नि त होइन अब पछि अलिकति ऊ भयो भने हामीले नि एउटा पोडकास्ट राख्नुपर्छ विद्यार्थीको कुरा नि सुनिदिउँ न होइन सबैजनाको सुनिदिउँ भनेर अब उनले त्यहाँ सोधेकोमा के भन्दै थियो भने त्यो चाहिँ अब धेरै कम्पनी थुप्रो कम्पनी खोलेर चलाइरहेको उसले ऊ चाहिँ त्यस्तो खालको थियो अनि उसले भन्थ्यो कि यसरी नै छानेर हेर्ने हो भने धेरै जस्तो इन्जिनियरलाई त राम्ररी बिउकी पनि बनाउन आउँदैन भन्थ्यो कि उसले राम्रोसित अनि जब कहाँ पाइन्छ भनेर यस्तो कुरा गरिरहेको थियो हो त्यो भएको भएर हामीले चाहिँ हेर्दा चाहिँ क्वान्टिटी सट्ट निकाल्ने जस्तो पनि देखिन्छ हुन चाहिँ सर्फेसमा त त्यति मात्रै हो नि त तर गहिराइमा गयो भने त प्रोजेक्ट म्यानेजमेन्टको मेजर कुरा हो क्या यो एउटा कुरा भनेको किनभनेदेखि टाइम पनि यहीँबाट गाँसिन्छ कस्ट पनि यहीँबाट गाँसिन्छ अनि तपाईँको रिसोर्सेसहरू सबै हेर्नु न इक्विपमेन्ट कति लाग्छ म्यान पावर कति लाग्छ मेटेरियल्स कति लाग्छ यहीँबाट गाँसिन्छ के अनि यो गइरहेछ किनभने यो चिजहरू म पनि बुझ्थेन पहिला तर पछि आफूले रिसर्च गर्दै गएपछि थाहा हुँदै गयो त्यो कुराहरू भयो त्यही भएर तपाईँले अब अहिले त क्वान्टिटी निकाल्दै हुनुहुन्छ तर त्यो क्वान्टिटी निकाल्दै गर्ने क्रममा हाम्रो कन्सेप्टले चाहिँ लुप होलहरू पनि खोज्न भ्याइसक्यो हुनुपर्छ क्या अब किनभने भन्दैन उनीहरूले अब तपाईँले एउटा त काम गर्दै जाँदा सिकिन्छ एउटा कुरा भनेको पहिल्यै थाहा पाउनु पर्ने अब काम गर्दै जाँदा सिक्दै जाँदाखेरि टाइम बेस गरी खेर गइसकेको हुन्छ अब त्यो चाहिँ हुन्छ त्यसले गर्दाखेरि अलिकति यसमा चाहिँ लुप होलहरू पनि सर्च गर्ने विचार गरौँ किनभने भित्र धेरै कुरा छ कि किन मैले यस्तो पनि व्यक्ति देखाएको छु जो इन्जिनियरिङ पढेर भ्याइसकेपछि खालि ऊ बियोगी मात्रै बनाउँछ ऊ केही पनि गर्दैन उसलाई केही गर्न पनि आउँदैन
एउटै काम भने यो बनाउने, रेट एनालाइसिस गर्ने, एक्सेल चलाउने, एडभान्स एक्सेल बवाल चलाउने, त्यस्तो खालको देखिन्छ। सो यो कुरा बुझिसकेपछि अब हामीले यो भाग त अलिकति थाहा पाइहाल्यो। अब यहाँनिर सिलिङको पार्ट पनि लिइसकेका छौँ हामीले। त्यसले गर्दाखेरि फल सिलिङ यदि आयो भने चाहिँ तपाईँले फल सिलिङको यसरी यो जस्तो डिजाइन छ त्यसमा अब आरएफटी लिनुपर्ने ठाउँमा आरएफटी लिनु, एरिया लिनुपर्ने ठाउँमा एरिया लिनु, पेन्टिङको लागि कुरा भयो। फल सिलिङ नाप्दा पनि त्यही हो, नत्र हामी बाजिन्छौँ के, धेरै साइडमा म बाजेको पनि छु त्यस्तो विषयमा। किनभने कहाँ हुन्छ अब क्लाइन्टको साइड के हुन्छ थाहा छ, क्लाइन्टको साइड त एज पर क्वान्टिटी जसरी हुन्छ डाउन गर्ने भन्ने सोचाइ हुन्छ है, तर रियालिटी त थाहा हुनु पऱ्यो नि तपाईँलाई फेरि। अनि ठेकदारले भने कहाँ हुन्छ यो सबै आरएफटीमा लिने हो, हामीले आरएफटीमा लिइरहेछौँ भनेर तपाईँ भन्नुहुन्छ, क्लाइन्ट भन्नुहुन्छ कहाँ हुन्छ यो आरएफटीमा को दिन्छ, आरएफटीमा लियो भने यत्रो क्वान्टिटी आउँछ, हुँदैन आरएफटीमा होइन। पहिले लिखित त गर्नु पऱ्यो नि त, त्यसको लागि त सुरुमै यस्तो के गर्ने, आरएफटीमा लिने कि स्क्वायर फिटमा लिने हो, थाहा भयो भने तपाईँले त्यो पहिल्यै लेख्नुहुन्छ, थाहा भएन भने तपाईँले छोडिदिनुहुन्छ, पछि त्यो विवाद भइहाल्छ। सो हामीले चाहिँ बिचमा बसेर काम गर्दा चाहिँ त्यो चिजहरू हुन्छ है। यो इन्टरनल वाल पेन्टिङको विषयको कुरामा यी नै भइहाल्यो है। इन्टरनल वाल पेन्टिङको विषयमा यो जति पनि आयो तपाईँले यहाँ लेखिसक्नु भएको छ, यो सबैलाई सिलेक्ट गरेर कन्ट्रोल सी गरेर इमल्सन पेनमा पनि त्यही जान्छ, डिस्टेम्बर हाले पनि त्यही जान्छ, सेम त्यही हो कि। इन्सर्ट कपिड सेल सकिन्छ यी डिस्टेम्बरमा, यदि डिस्टेम्बर र इमल्सन त एकै ठाउँ लगाइँदैन होइन, लगायो भने पनि डिस्टेम्बरमा पनि यही क्वान्टिटी जान्छ। एक्सटर्नल वाल पेन्टिङको विषयमा तपाईँले जसरी अघि यहाँनिर एक्सटर्नलको काम निकाल्नु भएको छ नि, यो अब यो सबै जान्छ, यसमा टोटल चाहिँ गर्नु पर्यो। मैले जस्तो इक्जाम्पलको लागि टोटल गरेँ, तर मैले तपाईँलाई अघि भनिहालेँ, तपाईँ टाइल लाउनु भयो भने चाहिँ तपाईँले त्यो टाइल लाउने ठाउँमा प्लास्टरको बुट्टा काट्नुभयो भने पेन्टिङ आयो है, अदरवाइज टाइल लाउनु भयो भने टाइलको स्क्वायर फिटमा जान्छ है। तपाईँले अहिले ठ्याक्कै यस्तै हो भनेर आइडेन्टिफाई नगरिसकेकोले तपाईँले दुइटै गर्न पनि मिल्छ। नर्थ इलिभेसनको सबै सेलेक्ट गरेर तपाईँले यो अहिले मैले जति पनि लिएको छु क्वान्टिटी यसमा लगेर एक्सटर्नल वाल पुटिङ वर्क्स यसमा लगेर इन्सर्ट गर्न सक्नुहुन्छ, यसमा इन्सर्ट। तर स्पेसल्ली त्यो ब्रिकको डिजाइनहरू जो हामीले राखेछौँ त्यस्तो खालकोमा चाहिँ पेन्टिङ नहोला है, किनभने टाइलै लाइन्छ, प्यारापेट वाल हट्छ त्यो, अनि वाल पुटिङ हालेपछि पेन्टिङ हाल्ने हो नि त, त्यही भएर यसभित्र राखिदिएँ। अनि वेदर कोट भने त्यही भयो, ड्याम प्रुफ भनेको अब वेदर कोट लाउने कि ड्याम प्रुफ लाउने त्यो दुइटामा एउटा छान्नु पऱ्यो, दुइटै चाहिँ लाइँदैन है, बुझ्नुभयो है। छाता ओढ्ने कि त वर्षादी लगाउने भने जस्तो दुइटाको कन्डिसन त, दुइटैको पर्पज चाहिँ के हो, पानी जोगाउने, पानी छिर्नबाट जोगाउने। अब यो वेदर कोटको पर्पज पनि त्यस्तै हुन्छ, अनि त्यही भएर महँगै पर्छ, तर वेदर कोट भन्दा पनि ड्याम प्रुफ महँगो पर्छ है, एक्सपेन्सिभ वाइज हेर्ने हो भने चाहिँ, बुझिन्छ यो। अनि तपाईँले यो एक्सटर्नलको बेसमा एक्सटर्नलको सारा सेटअप निकालेर भ्याएपछि मैले अघि अलिकति कुरा पनि जोडेको थिएँ, यहाँनिर यस्तो ठाउँमा यो नर्मली हामीले टाइल क्ल्याडिङै गर्न हो। अनि हजुरलाई यहाँ देखिन्छ नि यो यस्तै, यसको स्पेसल छुट्टै इस्टिमेट हुन्छ आरएफटीमा, किनभने यो त बुट्टा भर्ने हो नि त। अनि यो तपाईँले जो वरिपरि देख्नुभयो नि यहाँदेखि लिएर यो 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 आरएफटीमा रेट एनालाइसिस गर्नुपर्छ यसको। अब यसको लेन्थ ओभरअल नाप्न सकिन्छ, यसलाई कर्निस डिजाइन भन्छ, कर्निस डिजाइन। अब यहाँ त त्यति देखिँदैन, तर तपाईँले आफ्नो घरतिर पनि धेरै होला कर्निस भनेर, सिलिङको कुना कुना पनि हाल्ने गरिन्छ, कर्निस डिजाइन यिनीहरूको। यसको रेट एनालाइसिस गर्नुपर्छ, किनभने यहाँ प्लास्टर राख्छ, टाइम लाग्छ, यो नर्मल प्लास्टर गर्ने मान्छेले गर्न पनि सक्छ, कसैले कसैले गर्दैन पनि, एक्सपिरियन्स मान्छेहरूले मात्रै बनाउनु सक्छ यो कर्निसको डिजाइन, बुझ्नुहुन्छ यो। अनि यो स्याम्पल बनाएर ट्रायल गरेर हेर्दाखेरि म्यान पावर पनि धेरै लाग्छ, सामान पनि त्यस्तै नै धेरै लाग्छ, खेर पनि जान्छ। फ्लोरिङको काम निकाल्नु पऱ्यो भने अब क्वेसन के हुन्छ भने टाइल कहाँ कहाँ लाउने भन्ने क्वेसन आयो, तपाईँहरूको नजरमा टाइल कहाँ कहाँ लाउने भन्ने थाहा छ, टोइलेट बाथरुम यो त उपाय छैन, लाउनै पर्छ। अर्को किचन, पानी चुइने ठाउँ हो नि त, पानी चुइने ठाउँहरूमा चाहिँ यसरी विचार गर्नुपर्छ। यो दुइटामा 100% हो। अर्को कुरा बाल्कुनीहरूमा पनि हुनसक्छ, तर बाल्कुनीमा त ग्रेनाइट मार्बल पनि लाउन सक्छ है, फेरि लाउन चाहिँ अब त्यो चाहिँ कन्डिसन हेरेर हुन्छ। तर टाइल
टोयलेट बाथरुममा ग्रेनाइट मार्बल लाउँदैन। अब खास किन लाउँदैन भने लाइट वेट पनि हुन्छ, प्लस अनि तपाईँको पछि उकाएर फुटाएर टुटाएर फालेर फेरि नयाँ फेर्न पनि सजिलो हुन्छ। ग्रेनाइटको केस चाहिँ त्यस्तो हुँदैन। अनि ग्रेनाइटको केस अलिकति अलग छ, त्यो चाहिँ ढुङ्गा भयो अनि स्लिपरी चिप्लिन्छ धेरै। ग्रेनाइट चाहिँ टाइल चाहिँ बरु ग्रिपवाला म्याट भनेर भन्छ, यसरी खुट्टा टेक्दाखेरि यो नचिप्लिने पनि हुन्छ, टाइल चिप्लिनेवाला पनि हुन्छ, एउटा ग्लस भन्छ यसलाई, ग्लसिनेस हाई भएको टल्किनेवाला, जति टिलिक्क टल्किन्छ त्यो फेरि त्यति चिप्लिन्छ। टाइलमा त्यो एउटा भयो। अर्को म्याट फिनिसिङमा आउँछ। म्याट फिनिसिङ भनेको चाहिँ चिप्लिँदैन, त्यो ग्रिप हुन्छ त्यसमा है। त्यही भएर पार्किङ टाइल प्रयोग गऱ्यो भने त्यो चिप्लिने खालको हुँदैन। अर्को यो बाथरुममा प्रयोग गर्ने टाइलहरू पनि चिप्लिने खालको हुँदैन। किचनमा प्रयोग गर्ने टाइलहरू चाहिँ चिप्लिने खालको हुन पनि सक्छ, तर नराखेको राम्रो। अब त्यो चाहिँ एज पर क्लाइन्ट चोइस है। अब मैले भन्न चाहिँ यति इन्फर्मेसन दिएँ। अनि अर्को कुरा चाहिँ टोइलेट बाथरुममा टाइल मार्बल के अरे ग्रानाइट र मार्बल नलाउनुको कारण पनि त्यो चिप्लिने भनेर हो। किनकि त्यो त ढुङ्गा हो अनि ग्लसिनेस हाई हुन्छ, त्यो त्यत्तिकै स्लिपरी हुन्छ, चिप्लिहाल्छ। अनि स्पेसल्ली राम्रो देखिनको लागि मात्रै भर्याङको एरियामा प्रयोग गरिन्छ ग्रानाइट, राम्रो देखियोस् भनेर। अनि त्यसपछि त्यो प्यारापिट वालहरूमा अनि त्यसपछि झ्यालको मुनिपट्टि सफा गर्न सजिलो होस् भनेर लाउने चलन छ ग्रेनाइटहरू। नत्र ग्रेनाइट इज स्लिपरी, ग्रेनाइट चाहिँ सबभन्दा प्रब्लम छ। अनि त्यही भएर भर्याङहरूमा कतिपयमा ग्रिप काटेको तपाईँहरू देख्नु पनि भएको होला है। यसरी ग्रिप भन्ने आएछ, ग्रुप भन्छ त्यसलाई भन्नु चाहिँ, ग्रुप काटेको यसरी काटे हुन्छ चिप्लिनेबाट कन्ट्रोल गरोस्। तर यो कान्तिपुरको बिल्डिङको हेऱ्यो भने त्यहाँ चाहिँ ग्रुप कहीँ पनि काटेको छैन है। अब यो कुरा बुझ्यो भने यहाँ हेर्नु, अब टाइल मार्बल कहाँ लाउने? टाइल स्योर हो टोयलेट बाथरुममा 100% हो, किचनमा 100% हो। अब तपाईँले यदि बाल्कनीहरूमा पनि लाउन सक्छ, सो क्लाइन्टलाई सोधेर बुझ्नु पर्यो। टेरेसहरूमा पनि लाउन सक्छ, टेरेस। अब यो चाहिँ तपाईँ क्लाइन्टलाई सोध्नु पर्यो। अब मार्बलको साटोमा आजभोलि चाहिँ मार्बल धेरै अप्सन नभएको कारणले ग्रेनाइट नै धेरै प्रयोग गर्छ। त्यही भएर यो ढुक्क हो प्रायः जस्तो काठमाडौँको हदमा हेऱ्यो भने ग्रेनाइट चाहिँ स्टेयर केसमा लाउन सक्छ। स्टेयर केसमा एउटा, अर्को प्यारापिट वाल होइन, वाल टप, अर्को के अरे विन्डो सिल होइन, यस्तो के थियो भने लाउने ठाउँ। तपाईँले यो चिज थाहा हुनुपर्छ तपाईँलाई होइन। मतलब यो कि त तपाईँले आफूले काम क्वान्टिटी गर्दै जाँदा क्लाइन्टलाई सोध्ने कुरा हो, आफूले यति ऱ्यान्डमली झ्यापझ्याप हाल्ने होइन, यस्तो फिनिसिङको कामको विषयमा चाहिँ। अनि मार्केटिङको कामको विषयमा पनि त्यही नै कुरा हो। लिभिङ रुमहरूमा लगाउन सक्छ, रुमहरूमा स्पेसली। अब कतिपयले रुचाउँछ पनि कतिपयले रुचाउँदैन पनि, नेचुरल देखिन्छ भनेर एउटा पार्ट एउटा त्यो राम्रो हुन्छ, नेचर वाइज ओके हुन्छ। मार्केटिङको काम रुम, बेडरुमहरू भनौँ न, बेडरुम, लिभिङ रुम, अब अन्त त खासै लाइँदैन, यति नै हो। यो दुइटामा काठ लाउन सकिन्छ। डोर एन्ड विन्डोको एरिया तपाईँले निकाल्न आउँछ। डोरको नाम, विन्डोको नाम तपाईँलाई सब थाहा छ, निकाल्नै पर्दैन, यो यहीँ छ। यही एरिया कपी पेस्ट गरिदिए काम भ्याइ। यो किनभनेदेखि एल्मुनियमको भयो भने पनि तपाईँले एरिया नै निकाल्ने हो। यसरी यो ग्लेजिङ ग्लास हाल्यो भने नि एरिया नै निकाल्ने हो, तपाईँले युपिभिसी हाल्यो भने एरिया निकाल्ने हो, तपाईँले काठको हाल्यो भने एरिया निकाल्न, एरियामा रेट एनालाइसिस गर्न मिल्छ। अब क्युबिक फिटमा काठ एनालाइसिस गर्नु हाम्रो ठाउँमा छ, तर यसरी काम गर्न सकिन्छ। यो वाला कन्डिसन भयो। यो ओपनिङ स्केड्युल हेर्ने, यो चाहिँ मैले खासै गर्नु पर्दैन होला जस्तो लागेर यो चाहिँ तपाईँहरूलाई गर्न दिएँ। हजुर यो यसको स्क्वायर फिट र स्क्वायर मिटरमा नापिन्छ के, एरिया मेजरमेन्ट हुन्छ यसमा। अनि एरिया मेजरमेन्ट भएको कारणले एरिया मेजरमेन्टमै हामीले रेट एनालाइसिस गर्नुपर्छ। जस्तो अब यो ढोकै कुरा गऱ्यो भने यो ढोकाको होल सेट कति स्क्वायर फिटको ढोका हो, सक्यो, त्यस्तो हुन्छ। किनभने D2 भनेर त तपाईँ म पो चिन्छ त, को चिन्छ त अरू होइन, क्लाइन्ट त चिन्दैन। क्लाइन्टले चिन्छ त के त भन्दा ए त्यो टोइलेटको ढोका, ए त्यो मेन ढोका, उसले चिने त्यसो चिन्यो। त्यही भएर हामीले चाहिँ स्क्वायर फिट भनेपछि ए टोटल तपाईँको मेन ढोकाको यति स्क्वायर आयो भने त्यो बुझ्छ नि त उसले, टोइलेटको ढोकाको यति स्क्वायर आयो, बाल्कनी निस्किने ढोकाको यति स्क्वायर आयो, तपाईँको भित्र कोठामा जाने ढोका यति, मतलब उसले एरियामा बुझ्छ क्या। अनि नाप्दाखेरि पनि 3 फिट बाई 7 फिट, द्याट्स इट, सक्यो। झगडा भएन नि त, त्यो क्लियर हुन्छ। अनि हामीलाई
कस्तो हुन्छ भने पेमेन्ट दिनलाई सजिलो पनि यसबाट गर्छ यो रेट एनालाइसिस केबाट हुन्छ भन्ने कुरा ओके अब सुरु गरौँ होला यो फटाफट भरौँ यो भर्ने चिज धेरै बस्यो यहाँ होइन भर्ने चिजहरू टन्नै छ फटाफट भरौँ कस्तो